ल है साथीहरू, हामीले चाहिँ न्यू इयर रुममै मनाइयो। यहाँ रहेछ हाम्रो रुममै न्यू इयरमा खाने भनेर ल्याएको छु। यो चाहिँ चाउमिन छ अनि हेर्नु यो चाहिँ मोमो, चिकन मोमो, भेज चाउमिन र यहाँ समोसा अनि हाम्रो चाहिँ यहाँ सँगसँगै कोक। यति रहेछ हाम्रो चाहिँ न्यू इयर कोठामै बसेर रुममै बसेर मनायो यसपालिको न्यू इयर। तपाईँहरू कहाँ कहाँ गएर के गरेर मनाउनु भयो? हामीले चाहिँ न्यू इयरमा पनि मोमो चाउमिनै खाएर मनायो। ल यसपालिको ह्याप्पी न्यू इयर सबैजनालाई। यसमा ल कोक सजिलो गरी बस्नु न, के गरी बस्नु तात्दैछ। त्यो 50 रुपियाँ पर्ने खालको कोक खाएर होला, खानेबानी भएर होला कि सानो खानेबानी भएर होला। मलाई त यो के अरे 90 रुपियाँ 100 रुपियाँको ल्याउँदा नि ठुलो जस्तो लाग्दो रहेछ। मलाई कोक मिठो लाग्दैन थियो। बुढासँग खाँदा बानी पर्यो। अब चाहिँ मलाई त स्प्राइट मिठो लाग्थ्यो। कुन चाहिँ फेरि बुढालाई कोक मनपर्छ भनेर कोकै ल्यायो। ल अनि यही पेपर निकालेर खानु न, यत्रो पत्रिका छ त यहाँ। मजाले तातेर कस्तो घिलिक्कै भएछ है। पेपर निकाल्दा यो डबल गर्नु नि। डबल के गर्नु? यसमा नि अचार लगाएको यो यहाँनिर चाहिँ चिल्लो लाग्यो। नखानु, यो खानु हुने। के हो हातमा लाग्यो भने उसले आज फेरि किन मलाई के अरे यो चाहिँ त्यति टेस्ट नै लाग्यो जस्तो लागेन। यो खाने नखाने? मेरो यहाँ हिजोको यो गिजा पाकेकोमा दुखिरहेछ क्या, अझै त्यो होचिरहेको सँग खानुहुने भयो खानु नि त, मनपर्छ। मैले मात्रै मन पराउनुहुन्छ। ल आलुको यहाँ खानु। आदि ल अचार चौरा हो। मोमोको अचार पनि यो त मिठै होला है आज अचार। मैले त चोबेर नि खाएको छैन।
आमामा चिसो छ तपाईँ त देखिँदैन हौ अब आयो पालो मोमोको हाम्रो यो मोमो खोइ कस्तो छ आजको मोमो पनि कहाँबाट थियो अस्ति ल्याएकै ठाउँबाट ए यसो हेर्दा त आलु जस्तै देखिन्छ चाहिएको कस्तो टाँसेको मोमो त ठिकै छ गनाएको छैन फेरि मोमोहरू पनि बासी मोमो हुन्छ अस्ति एकचोटि त हामीले सधैँ ल्याएर खाने ठाउँमा मोमो हो कि अचार हो गनाएको परेछ क्या हामीलाई साथीहरू आजको यो हेर्दा त आजै बनाएको जस्तो देखिन्छ ल लिनु सबै ल अलिकति खानु पाएको छैन ढ्याउ चम्ची त 2टा मात्रै लगाइदिएछ होइन मैले कहाँको चाउमिन पो कस्तो दामीदेखि क्यान्टिनमा हो कि क्या हो यहाँको चाउमिन चाहिँ अलिक मसिनो खालको रहेछ त्यो उतापट्टि भएको र हस्पिटलभित्रको क्यान्टिन मिठो छ यो त आजै बनाएको मोमो जस्तो रहेछ आजै बनाएको ताजै ल्याएँ अब त्यो म चाहिँ फेरि अर्को चम्ची काँटा निकालेर मेरो चाहिँ आयो अब चाउमिन यो के लगाएको चाहिँ मलाई गन्दै मन पर्दैन क्या यो के अरे त्यो बिकासी खालको खुर्सानीलाई के भनिन्छ अरे ठुलो हुन्छ नि खानुहुने चाउमिन चाहिँ खासै त्यो के अरे हेर्दा नि मिठो नै रहेनछ त्यति टेस्ट त रहेनछ चाउमिन पनि सस हालेर खानु धेर नखानु ठिक खानु है तपाईँलाई
न्यु इयरमा भनेर। खानु न। दुईजनाले के हो स्पेसल तरिकाले न्यु इयर मनाउने। फेरि अलिकति बढी चिसो खाने बित्तिकै घाँटी समाइहाल्छ। बल्ल बल्ल खोकी निको भएको छ, फेरि खोकी सुरु भयो भने बिजोक। गर्मीमा तातो घाम भएपछि खाउँ 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 लागिहाल्छ है। यहाँ मास्तिरतिरको त्यो किन यता यता घरहरूतिर त पुरै सुनसान छ, मान्छे नि छैन। अरू बेला त बाहिरतिर मान्छे टन्नै बसिरहेको हुन्थ्यो नि त। आज त्यो मासतिर त्यो बिरामीहरू बस्नेतिर पनि पुरै सुनसान छ। बस पारदेखि उँभो चोकमा चाहिँ आमामा यति धेरै मान्छे छ कि, यति धेरै मान्छे छ कि खुट्टा टेक्ने ठाउँ छैन। सबैजना घुम्न आएर होला, सानो बच्चादेखि ठुलो बुढाबुढीसम्म। तपाईँलाई अगाउनु भयो चाउमिन खानुहुने? बन्दा र ऊ मात्रै रह्यो। मजबुर यो बन्दा यस्तो गाजाङ गुजुङ धेर भएको चाहिँ मन पर्दैन क्या। भयो नि मसिनो लाएको चाहिँ मनपर्छ हो। हाफ च्यातेको आयो